काँकडभिट्टाबाट सतीघट्टा हुँदै भद्रपुरको यात्रा आज मेरो। हामी त्यतातिरको यात्रामा हो आज हामी। यो ठाउँमा आइपुगेपछि, यो बीचबन्धुमा आइपुगेपछि यहाँ देखिन्छ भारत र नेपाल छुट्याउने जङ्गे पिलर। एउटा अलि पर देखिन्छ, मैले जुम गरेर हेरेँ। क्यामेरा घुमाउँदै लिएर आउँदा यो बाटोबाट लगभग धेरै लामो छैन, बाटोबाट झन्डै 20 मिटर परतिर अर्को जङ्गे पिलर छ। र हामी यस्ता जङ्गे पिलरहरूका लाइन अलि तल पनि देख्न सक्छौँ। अर्को जङ्गे पिलर अलि तलतिर छ भनेपछि हामीले मेची नदी चाहिँ सिमाना हो भनेर जुन हामीले सोच्ने गरेका हुन्छौँ, मेची नदी होइन। मेची नदीभन्दा धेरै ओरसम्म भारत रहेको कुरा यहाँ आएपछि देखिन्छ। यो यता दक्षिणपट्टि यो भारत, हामी भद्रपुर जाँदैछौँ यता, यो भद्रपुर जाने दक्षिण हो यो भद्रपुरपट्टि। यो हाम्रो नेपालको भूभाग रहन गयो, यतापट्टि नेपालको भूभाग हो। यो चाहिँ नेपाल हो, यो नेपाल हो। अनि यो यता उत्तरपट्टि यो काँकडभिट्टा गइयो, यो बाटोबाट काँकडभिट्टा गइयो। र यो परतिरको जति पनि क्षेत्र देखिन्छ, यी परका यो रातो घर भयो, परको देखिएको जङ्गल, उतै परतिर देखिएको यो घर, ती परका घरहरू, यो सबै भारतको भूभाग हो। र हामी यहाँ जङ्गे पिलरमा छौँ। 91/3 लेखेको जङ्गे पिलर हामीसँग यहाँ छ। हामी यो जङ्गे पिलरबाट तलतिर अरू अलि तल हामी अरू पिलरहरू पनि देख्न सक्छौँ। यसरी नेपाल र भारतको सिमाना को भागबाट हामी अगाडि बढ्दैछौँ। मेची नदी नै सिमाना होइन भन्ने कुरा हामीले बुझ्नु जरुरी छ। यस्तो यहाँबाट धन्यवाद।